हेलो गुड मर्निङ साथीहरू। म चाहिँ दुबईमा बस्छु अनि अहिले चाहिँ बिहानको 5 बजेको छ। सो बिहानै उठेर बिहानको भ्यू चाहिँ यस्तो रहेको छ। एकदम उज्यालो क्लियर वेदर एकदम रिफ्रेसिङ छ। अनि मेरो रुमको हालत चाहिँ फेरि यस्तो छ। यस्तो रुम हेर्दा हेर्दै म चाहिँ फ्रेस हुन लागेँ। अब फ्रेस हुन लागेँ। फ्रेस भएर चाहिँ फेरि आफ्नो काम त सुरु गर्नै मजाले। अब रुम त सफा गर्नै पर्यो। सो रुम मिलाउनतर्फ लागेँ। मजाले आफ्नो बेड मिलाएँ। यति टायर्ड काम अनि त्यसपछि रुमको हालत देखेर एकदम झनै टायर्ड फिल हुने। त्यही भएर आज चाहिँ मेरो सफा गर्ने मुड थियो। त्यही भएर चट्ट लगाएर रुम अरेन्ज गरेँ, बेडसिट अरेन्ज गरेँ। अनि माई गड मेरो यो सोफाको हालत। सो यसलाई पनि मैले मजाले सफा गर्नतर्फ लागेँ। यतिको बेड मैले मिलाइसकेपछि वेदर चाहिँ यस्तो घाम चाहिँ लागिसकेको छ। घाम लागेर माथि पुगिसक्यो। प्लस मेरो ड्रेसिङ टेबल ओ माई गड मेरो हालत यस्तो छ। सो बिस्तारै मजाले टाइम लगाएर लगभग 1 घन्टा लगाएर मजाले मेरो रुम सफा गरेँ अनि यतिको बनाएँ। सो सबै काम सकेर म चाहिँ यसो काम गर्दा गर्दा भोक पनि लागिसकेको थियो। त्यही भएर मैले चाहिँ मजाले आफ्नो खाना बेलुकाको तरकारी राखेको थियो। सो त्यही तरकारीलाई मजाले माइक्रोवेभमा हिट गरेर अनि खाना बनाएर अनि गम दिन लागेँ। यस्तै हो साथीहरू, विदेशमा आइसकेपछि तरकारी खाना भन्ने कुराले टाइममा खान पाइन्न, फ्रेस खान पाइन्न। यो तरकारी नै मैले 2 दिन अगाडि मेरो अफमा बनाएको थिएँ अनि फ्रिजमा राखेका थिएँ। अनि यसो देखेँ फेरि भोक लागिरहेको थियो। रुम सफा गरेर एकदम थाकिसकेको थियो। खाना बनाउनु नै मन लागेन। सो मजाले त्यही तरकारी तताएर खाना चाहिँ तातो बनाएर मजाले खाना लागेँ। अनि यो चाहिँ काउली र आलुको सब्जी थियो। अनि त्योसँगै मैले चाहिँ मेरो नेपालबाट लिएर आएको मुलाको अचार पनि थियो। अनि मुलाको अचार दही लगाएर मजाले खानालाई गम खाएँ। अनि त्यही माथि यसमा घिउ हालेर मजाले खाएँ। आफ्नो वेट अनि आफ्नो मोटाइलाई देखाएर साइडमा राखेर मजाले गम खान लागेँ। खाँदा खाँदै सोचिरहेको थिएँ काममा नगएको पनि 2-3 दिन भयो। यति कहिलेकाहीँ मान्छे यति टायर्ड हुँदो रहेछ नि होइन लाइफमा। काम गर्दा मेन्टली फिजिकल्ली एकदम थाकेर मैले चाहिँ खल्लेवाली जेसुकै होस् भनेर काममा नगएको पनि 2-3 दिन भयो। अब के हुन्छ थाहा छैन भन्दै म चाहिँ मेरो बेडमा फेरि पल्टिएँ।